ल माथिको y स्क्वायर प्लस 10y प्लस 24 छ त्यसलाई फर्स्ट र लास्टको गुन्ने बिचमा tan स्क्वायर tan ल्याउने हैन अब कति हुन्छ y स्क्वायर प्लस 6 चौको 24 6 मा 4 थप्दा 10 6y प्लस 4y प्लस 24 है तल कति छ y स्क्वायर प्लस 2y माइनस 8 जोडेर 2 ल्याउने 2y ल्याउने है घटाएर अर्थात् गुणेर के ल्याउने 8y स्क्वायर ल्याउने के हुन्छ y स्क्वायर 4 दुना 8 4 मा 2 घटाउँदा कति 2 हुन्छ प्लस 4y माइनस 2y माइनस 8 अब यताको जस्ताको त्यस्तै यहाँ केही छैन y माइनस 3 अनि y प्लस 6 हो अब यसलाई 2 बनाएर कमन लिने अब यहाँ माथि के आउँछ y आउँछ y प्लस 6 बच्यो हैन अनि प्लस के आउँछ 4 आउँछ y प्लस कति 6 चौका 24 6 भयो हो तल पनि फेरि y आउँछ कमन तल के आउँछ y आउँछ हो तल पनि y आउँछ y कमन आयो भने के बच्छ यहाँ y प्लस 4 भयो है फेरि यहाँ माइनस 2 आउँछ अनि y माइनस माइनस के हुन्छ माइनस प्लस माइनस हुन्छ प्लस 4 भयो हो यति भयो अनि इन्टु y माइनस 3 y प्लस 6 जस्ताको त्यस्तै राख्दिने अब हेर्ने मिलेको एउटा लिने हो नमिलेको चाहिँ बाँकी अरु लिने y प्लस 6 है अनि y प्लस 4 भयो हो तल पनि के छ y प्लस 4 y प्लस 4 छ है y प्लस 4 बच्यो के y माइनस 2 y माइनस 2 यता जस्ताको त्यस्तै अनि y प्लस 6 है यत्रो अक्षर देखिया छ बुझिन्छ यत्रो सानो भए पनि बुझिन्छ हैन अब हेर्ने फेरि अब माथि र तल के मिल्या छ त्यो हेर्ने के मिल्या छ y माइनस 2 आपको कैसे देखिदैन सर किन सेलेक्ट भयो y माइनस 2 का मिल्छ सेतो दाम पनि तल देखिदैन ल y प्लस 4 y प्लस 4 एउटा हैन अर्को भयो दुईटा भयो है y प्लस 6 काट्नु अब अर्को यहाँ y प्लस 6 माथि पनि के छ y प्लस 6 काट्यो है y माइनस 3 चाबी माले चाबी पे नगो छल्ले y माइनस 3 माथि बच्यो हो तल के बच्यो y माइनस 2 y माइनस 2 एन्सर भयो ल